हेलो हौवा सुवारू तपाईँहरूको आफ्नै प्यारी नमिका जम्लिङ्गेनी राइनी। म चाहिँ गोकर्ण जङ्गल जगडोल आएको छु फ्रेस हावा खान। मलाई चाहिँ एकदम वन जङ्गल हरियालीसँग चाहिँ एकदम रमाउनु मनपर्छ। म प्रकृतिसँग रमाउने व्यक्ति, प्रकृतिसँग रमाउने मान्छे। अनि यसरी एक्लै एक्लै बरबराउँदै हिँड्न पनि आनन्द लाग्छ क्या। किनभने म चाहिँ बेला बेलामा यो जगडोल गोकर्ण जङ्गल पार्क चाहिँ बेला बेलामा आइरहन्छ। किनकि अक्सिजन ग्यास लिनुपर्छ, कार्बन अक्सिजन ग्यास रुख बिरुवाबाट फालेको हामीले लिन्छौँ अनि दिन्छौँ पनि क्या। म चाहिँ आइएम सो ह्याप्पी, आइएम सो प्राउड फिल होइन। जे छ जस्तो छ त्यसैमा रमाउनु पर्छ। किनभने अब गरेकै हो नभएपछि के गर्नु त होइन। अब ठिकै छ, म प्रकृतिसँग रमाउने यसरी रमाइलो आनन्द होइन। एक्लै एक्लै हिँड्दा पनि यसरी बोट बिरुवा हेरेर क्या कति आनन्द क्या। रुख बिरुवा हेरेर यस्तो हावापानी फ्रेस चिसो होइन। यसरी रमाउँदै बोल्दै हिँड्नु पनि कति आनन्द छ क्या। जिन्दगीमा दुःख सुख सबैको लाइफमा हुन्छ, दुःख पनि हुन्छ सुख पनि एभ्रिथिङ हुन्छ। त्यो कुराहरूलाई राखेर पनि हामी चाहिँ एक्लै पनि रमाउनु सक्नुपर्छ है। म चाहिँ एक्लै पनि रमाउनु सक्छु क्या। किनभने कस्तो भन्दाखेरि साथीहरू कि मान्छे साथी हुन्छ सबै हुन्छ क्या, सबै कुरा आफूसँग हुन्छ। तर अन्तिममा चाहिँ आफू एक्लै नै हुने हो क्या। आफूलाई साथ हौसला खुसी दिने चाहिँ आफू स्वयं आफू मात्र हुने कि आफू भन्दा पनि आफू भित्रको एउटा स्वयं एउटा हाम्रो मन मात्रै हुने हो क्या। कति आनन्द छ होइन रुख बिरुवामा यसरी रमाउन है। अनि म चाहिँ रुख बिरुवा प्रकृतिसँग रमाउने व्यक्ति पनि पर्छु र एकदम रमाइलो लाग्छ क्या। किनकि एक्लै एक्लै पनि एक्लै जन्मनु पनि एक्लै जन्मेको हो, एक्लै जाने हो। अन्तिममा हजारौँको साथीहरूको भिडमा पनि हजारौँ मान्छेको भिडमा पनि आफू एक्लै नै हुने हो क्या। त्यो साथीको साथ त त्यो भइन्जाल मात्रै पाउने हो क्या। आफूसँग छ त दुनियाँ छ, आफूसँग छैन त दुनियाँ छैन क्या। यस्तो सर्थी छ क्या दुनियाँ होइन। त्यो भएको कारणले म चाहिँ एक्लै एक्लै नै रमाउँछु, एक्लै एक्लै नै हाँस्छु, एक्लै एक्लै नै। किन आफूलाई फुल मोटिभेसन चाहिँ दिनुपर्छ क्या। आफ्नो सेल्फलाई मोटिभेसन दिनु सक्नुपर्छ क्या। त्यो चाहिँ लाइफ हो, त्यो चाहिँ जिन्दगी। वाह कति आनन्द हावा आएको क्या साथीहरू, कसम आनन्द हावा आएको छ क्या। म यति मजाले इन्जोय गरेर हिँडिरहेको छु क्या। त्यसैले साथीहरू होइन दुःख छ सबै कुरा हुन्छ लाइफमा, सबै कुरा हुन्छ। त्यो ठाउँले एकछिन राखेर भए